हेलो हेलो आज नेक्स्ट डे हामी यहाँ हेटौडाबाट फेरि पनि राखिरहे कि त्यो सानो ब्याग मलाई लिनु न अगाडि बोक्छु त्यसको हुन्छ भयो पछि पछि दिन्छु हो यार अगाडि दिनुपर्छ हामीलाई यार त्यही त मान्छे पनि हुँदैन त्यही भएर त्यो फर्स्ट चोटि हिँड्दा चाहिँ सुरुमै अलिक छिटो हिँड्नुपर्छ कि सोध्दै हिँड्नुपर्छ यता हो यहाँ जुत्ता एउटा मात्र हो वहीँ गएर कतप्पै झुइला टेक्यो भने त्यसै लाएर जानुपर्छ आज हालिदिन्छ कि झोलाउनु त्यसले होइन भनेपछि त तपाईँ यता डह्रो घुम्न आउँछ टिटिट 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 त्यही हो आउँदिन कुन ठाउँ रहेछ राक्सिराम गाउँपालिका सर राक्सिराम गाउँपालिका फलासे होइन फलासेमा आएर खाना खाएर हेटौडाबाट फलासे आउन हामीलाई कति लाग्यो लगभग 1.5 घन्टा लाग्यो 1.5 घन्टामा आएको होइन यहाँबाट केबाट होमस्टेबाट हामी अगाडि निस्किँदैछौँ स्कुलतिर जाँदैछौँ स्कुलमा के हुन्छ थाहा छैन One, two, three, go. जानुहोस् हेलो भोलि त शनिबार भइहाल्यो राक्सिराम गाउँपालिकाले जारी गरेको सूचना अनुसार भोलि पर्सि र निपर्सि अर्थात् सोमबारसम्म चेतन जातिको पाँच पर्व द्वादीको अवसरमा राक्सिराम गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ। कृपया मङ्गलबार यथा समयमा उपस्थित हुनुहोला।
सम्बन्धी कार्यक्रमहरू चाहिँ म अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्छु। त्यसै गरी हाम्रा प्रशिक्षक सरहरूलाई पनि नाम चाहिँ विजय सरलाई एउटा सरलाई म अतिथिको आसन ग्रहण हार्दिक अनुरोध चाहन्छु। सायदको निर्मला मुक्ताङज्यूलाई पनि आसन ग्रहणलाई हार्दिक अनुरोध चाहन्छु। सरकारी सरलाई पनि म अतिथिको आसन ग्रहण चाहन्छु र सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू। अब यो बोल्ने भन्दा पनि गर्ने काम धेरै छ हाम्रो, त्यस कारण हामी यसलाई धेरै नबोलिकन चाहिँ आजका हाम्रो उत्तम अतिथि त्यसै विद्यालयका विदेश अध्यक्ष उत्तम अतिथिलाई थोरै 1 मिनटमा चाहिँ राखेर अनि औपचारिक कार्यक्रमलाई चाहिँ अगाडि बढाउनलाई मेरो हार्दिक अनुरोध राख्ने धेरै कुरा भनिसकेको छु। हस्, धन्यवाद सरलाई। आज हामी यस सूर्य माध्यमिक विद्यालय प्राथमिक शिक्षालय भ्याक्सिन क्लासमा विशेष यो अङ्ग्रेजी नेपाली हस्तलेखन सम्बन्धी तालिमको सहचर्याछु अनि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा यहाँ हार्दिक छु। अझै पनि हामीले पढाइ सँगसँगै अक्षरलाई पनि सुधार्नुपर्छ भन्ने हो। यसले हाम्रो क्षमतालाई यस्तो चाहिँ बनाउँछ कि यो लेखनले यो लेखन प्रक्रियाले अझ सहज वातावरण बनाउन लागि चाहिँ प्रशिक्षक र यहाँहरूको विद्यार्थी भाइबहिनीहरूको उत्सुकता चाहना चाहिँ तपाईँको बढी चाहिन्छ, वृद्धि बढी चाहना बढी चाहिन्छ। तपाईँले चाहना गर्नुभयो भने प्रशिक्षकज्यूहरूले मात्रै आफ्नो जति छ क्षमता त्यो क्षमता प्रस्तुत गरिरहँदाखेरि यहाँहरूको चाहना पनि अत्यन्तै रुचि पनि धेरै राख्नुपर्ने हुन्छ। तपाईँको इच्छा शक्ति नै भएन भने तपाईँहरू चाहिँ यहाँ तालिममा चाहिँ सहभागी हुनुभएको छ, मन चाहिँ अत्यन्तै डुलाउनु हो भने यसले तपाईँ जुन तालिम दिन खोजेको चाहिँ शिक्षा तालिम दिन खोजेको उपलब्धि चाहिँ हासिल गर्न सकिँदैन। त्यो हासिल गर्नको लागि तपाईँको सबैभन्दा ठुलो तपाईँको इच्छा शक्ति चाहिन्छ। मैले धेरैको हेरेको छु, इङ्ग्लिस अक्षर पनि हेरेको छु, यहाँको इक्जामको कविताहरू पनि हेरेको छु होइन। तर त्यहाँनिर जति तपाईँहरूले दिनुपर्ने थियो तपाईँको लेभलले दिनुपर्ने त्यो लेभल छैन। त्यसकारण अस्ति यहाँ बोर्डिङले आयोजन गर्नु भएको छ, त्यस पछाडि सरसँग सल्लाह गरेर चाहिँ हामीले पनि यो सूर्य माध्यमिक विद्यालयमा गराउनु पर्ने जरुरी छ, जसले गर्दाखेरि हाम्रो विद्यार्थीहरूको चाहिँ लेखन प्रक्रियामा दखलता पुग्ने गरी भोलि कपी जाँचिरहँदाखेरि पनि कसले लेखेको भन्ने नहोस् क्या। तपाईँले अहिले सरले जुन खालको बेच दिनुहुन्छ सरलाई पनि हार्दिक बधाई छ। सरलाई हाम्रो स्कुलमा स्वागत पनि गर्न चाहन्छु। यहाँहरूको यो एक हप्ताको चाहिँ मेहनतले हाम्रो विद्यार्थी 400 जना विद्यार्थीहरूको चाहिँ भविष्यमा चाहिँ त्यो खालको चाहिँ उज्जवल आउँछ भने यहाँहरूको चाहिँ यो लगानीले यहाँहरूको उपलब्धि यहाँहरूको लगानी सँगसँगै यहाँहरूले दिनु खोजेको चाहिँ कुराहरू चाहिँ विद्यार्थी भाइबहिनीहरूले लिनुहुनेछ र यो उपलब्धिमूलक राखेर चाहिँ हामीले ऐतिहासिक बनाउन सक्नुहोस् कि 2 जना सरहरूले जुन खालको चाहिँ वातावरण बनाइसके पछाडि हामीले यो सूर्य माध्यमिक विद्यालयको विद्यार्थी भाइबहिनीहरूको अक्षरलाई पनि हामीले यहाँ चाहिँ सूचित गरेर राख्न सक्यो भने धेरै राम्रो हुनेछ भन्ने आशा अपेक्षा राख्दै यो बोली भन्दै अब धेरै कुराहरू तपाईँले सिक्नु तपाईँको समय थोरै छ, धेरैजनाले सिकाउनु पर्नेछ। त्यस कारणले बाँकी समय प्रशिक्षकज्यूहरूले दिँदै मेरो भनाइ यहाँ दिन चाहन्छु। अब धेरै नबोलेको यसलाई व्यावहारिक हामीले यतातिर नै हामी जान्छौँ भनेर एक कुरालाई हामी अगाडि बढाउँछौँ। धन्यवाद अध्यक्षलाई। अब हामी औपचारिक रूपमा नै यो कार्यक्रम लेखन अङ्ग्रेजी र नेपालीले हस्तलेखन सम्बन्धी कार्यक्रममा हामी सहयोगी छौँ र प्रशिक्षक सरहरूलाई चाहिँ अब चाहिँ यो लेखन कला तालिममा चाहिँ अब सहयोग गरिदिनलाई म अनुरोध गर्दै पुनः यहाँ भाइबहिनीहरू अध्यक्षले भनिरहनु भएको छ पहिला आफ्नो इच्छा शक्ति हुनु पऱ्यो अनि त्यसपछि यहाँहरूलाई दिन खोजेको कुराहरू अनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यहाँहरू पहिला जागरुक हुनु पऱ्यो, यहाँहरूले दिनु पऱ्यो, यहाँहरू दिनको लागि तपाईँहरू पहिला आफू के हुनु पऱ्यो भन्नु पऱ्यो है। त्यो राख्दै नमस्कार सबैलाई। मेरो नाम चाहिँ विजय छ। म चाहिँ युनिभर्सल ट्रेनिङ सेन्टरबाट परिसर काठमाडौँबाट तपाईँहरूको ह्यान्डराइटिङ अङ्ग्रेजी र नेपाली हस्तलेखन सुधार इम्प्रुभ गर्नको लागि हाम्रो तालिम चाहिँ 6 दिन हुन्छ।
आज हाम्रो सन्डेबाट फ्राइडेसम्म हुन्छ। फ्राइडेमा हामीले इङ्ग्लिस नेपाली कसरी लेख्ने भनेर सिकाउँछु। तपाईँहरूले चाहिँ मैले चाहिँ तपाईँहरूलाई आइडिया स्किलहरू दिने हो, तपाईँहरूले चाहिँ त्यो आइडिया स्किलहरू लिने हो है। अब हातमै समाएर घुमाएर लेखाउन सकिँदैन, मैले दिनु भनेको स्किल आइडिया हो। जसरी म पहिला बोर्डमा भन्छु तपाईँहरूलाई सेम त्यसरी नै कसरी बन्छ त्यो अक्षर, कुन कुन कन्सेप्टले बनेको छ त्यो मात्र तपाईँहरूले आइडिया स्किल लिनुभयो भने तपाईँहरू एकदम बेस्ट हुन्छ। बुझ्नुहुन्छ सबैले?